राष्ट्रघाती राजनैतिक अपराधीलाई जनताले धुलो चटाए पनि उनीहरूकै साथ सहयोगी र मतियार सबै राज्य निकायमा छन्। मतियारको मालिक भक्त प्रवृत्ति सरकारकै काम कार्यको बाधक बन्दैछ। यो प्रवृत्तिलाई समाप्त पार्न र राष्ट्रघातीलाई दण्डित गराउन एवं फेसनै बनाइएको बन्द हडतालबाट जनतालाई मुक्ति दिलाउन पनि सरकारले साहसका साथ तत्कालै निम्न कार्य गरोस्। भागबन्डे न्यायमूर्तिलाई बिदा दिई अदालतको शुद्धिकरण गर्ने, चाकरीदार हटाएर राज्य प्रशासनलाई जनसेवी बनाउने, आयोगलाई भन्दा राज्य निकायलाई शक्तिशाली र जिम्मेवार बनाउने, विषयविज्ञ मात्र होइन अनुभवीलाई नियुक्तिमा बढी महत्त्व दिने, सार्वजनिक स्थल अवरोध मुक्त गराउन, निष्क्रिय राखिएका कानुन लागू गर्ने, आउन सक्ने चुनौतीको विश्लेषण गरेर मात्रै कार्यमा उत्रने, नेतृत्व फित्तलो भए कार्य स्थिरता नहुने कुरालाई संवेदनशील ठान्ने। धन्यवाद। नमस्कार।